हामीले पञ्चायत देखेका छौँ, निरङ्कुश राजतन्त्र देखेका छौँ, अस्ति भर्खर राजा ज्ञानेन्द्रले गरेको कु देखेका छौँ, प्रतिगमन देखेका छौँ। हामीले पनि शेरे तन्त्र देखेका छौँ, प्रचण्ड तन्त्र देखेका छौँ, केपी तन्त्र देखेका छौँ, तर गणतन्त्र देखेका छैनौँ। केपी तन्त्रमा केपीले कु गरेर 2 पल्ट संसद विघटन गरेर देखेका छौँ। आफ्ना भ्रष्टहरूलाई जोगाउनलाई भ्रष्टाचारका फाइलहरू टुइक्क नरको डोरीले बाँधेर नखोलेका देखेका छौँ। हामीले भूकम्प देखेका छौँ, कोरोना देखेका छौँ। त्यो भूकम्प र कोरोनाको बेलामा सरकारले तिरपाल मार्दा कमिसन कप्लक्कै खाएको देखेका छौँ। सरकारी जग्गा कप्लक्कै खाएका देखेका छौँ। व्हाइट बडी खाएको देखेका छौँ। गिरिबन्धुको काण्ड देखेका छौँ, सहकारी काण्ड देखेका छौँ। भुटानी शरणार्थी बनाएर मान्छे बेचेको देखेका छौँ। भिजिट भिजामा दिनको 50 लाख कमिसन खाएको सुनेका छौँ। पोखराको विमानस्थल बनाउँदाखेरि आधा भ्रष्टाचार गरेका देखेका छौँ। यस्ता हजारौं काण्ड हामीले देखेका छौँ। तपाईहरुले मात्र देख्नु भो, हामीले चाहिँ देखा छैन। तपाईहरुले यो सब देखेको भए आज यो दिन आउँथ्यो? आउँदैन थियो। हामीले केपी बा आई लभ यु भनिरहेका हुन्थ्यौं। अहिले जस्तो ए भन न आई लभ यु भन न भनेर जबरजस्ती खटाउनु पर्थ्यो? जिस्काइरहनु पर्दैन। जिस्काको होइन, सत्य कुरा गरेको। त्यसका लागि लडेर यो ठाउँसम्म आइपुग्यो। हो, त्यही लडाई गलत भएको हुनाले तपाई गुन्डु आइपुग्नु भयो, नत्र त बालकोटमै चिप्याक्समा बसिरहनु भएको हुन्थ्यो होला भन्दैछन् जनता।